नमस्कार, म खगिराम सुनार। आज पनि हिजो जस्तै साथीहरु माझ पस्किसकेको छु र अब हाम्रो पानी चार्ने समय भइसकेको छ। देख्न सक्नुहुन्छ हिउँदोमा गहुँ छर्नको लागि हामी पानी ल्याउँछ र हाम्रो पानीको मुहान रहेको छ माथि डाँडामा देखिएको छ र म अहिले त्यहाँ जाँदैछु साथी लिएर। त्यो घरबाट प्रकाश र म पानीको लागि जाँदैछौँ। अब बारीमा हाम्रो ठुलोबाले चार्न लाग्नु भएको छ। ठुलोबाको पनि राति आएको रहेछ पानी 3-4 बजेतिर र करिब अब हाम्रो बारीमा पनि 10-11 बजेसम्म पानी आउँछ भन्ने आशा थियो र आज खेत जोत्न जाने भन्ने थियो तयारी र डाँडा खेत बाइकमा आज जान सकेन, भोलि जानुपर्ने छ र डियामा र खेतमा सँगै गाउँ छर्ने भएकोले एकै नसकिने भएकाले आज पानी चाहनु पर्ने छ। नल पनि सोर्नु छ र आधा सोरिएको छैन साथीहरु देख्न सक्नुहुन्छ र हाम्रो चौकनीमा एकदमै उराट लाग्दो भएको छ। बिहान पखको मिरमिरे घाम पनि लागिसकेको छ र छ्याङ आज फाटेको अवस्था छ र अगाडि भिडियो साथीहरुलाई माथि गई जंगलमा हल्का भिडियो बनाउने छु। मनिषा चिसो बास बा कठै जमुना चिसो बास बा। बिहानको चिसो मौसममा हाम्रो प्रकाश र म अब पानीको लागि हिँड्दैछौँ। प्रकाश भन्दैछ स्कुल जान पाइन्छ कि पाइन्न। आजको दिन त अलिक रेस्ट छ है। खेतमा अब पानी चाहनु पर्यो, घोडामा आएको छ। पानी हल्का कम आयो भनेर हामीलाई दुईटालाई पठाएन। अब जाँदैछौँ हामी त्यो माथि डाँडासम्म गएर पानी ल्याउन। साथमा हाम्रो टोनी पनि आएको छ। टोनी जानुहोस्, बन्द जानुहोस्, आस्याल लगाट्लास्। टोनी पनि पछि लाग्यो। टोनी नजाला सक्दैन माथि। यो हामी सानामा यसलाई मालडाको कपाल भन्थ्यौँ गाइस। यो यसले हामी कपाल पनि नुहाउँथ्यौँ, कपाल लामो आउँछ भनेर हो। तो गाइस यो हाम्रो चौकुनेमा भएको यो बुढाखोलाको सिँचाइ पानीको पाइप हो र यसमा बजेट परेको छ भन्ने कुरा सुनिएको छ। अब सम्पन्न कहिले हुन्छ भन्ने कुरो यो यसले गर्दा धेरै समस्या भइरहेको थियो पानी लिनलाई। देख्न सक्नुहुन्छ यो एक त अनिकालको पानी अझै राति फुटेछ र खोलातिर गएको रहेछ र कसैले यो पानी बुझेर लगिरहेछ। यहाँको बाटो एकदमै खतरनाक भएको अवस्था है। यसरी जानुपर्ने हुन्छ साथीहरु। सुक्खा कहाँ छ र लोट्ला छ केटा। यो पानी पुरै छडिए रहेछ। देख्न सक्नुहुन्छ उकालो जङ्गलको बाटो। पुर्खाले गरेकै हुन् ठाउँहरू कहाँबाट पानी ल्याउने र कुन हालतमा लिने भन्ने कुरो। यो पानी धेरै टाढाबाट आएको पानी छ। झरना बगिरहेको छ देख्न सक्नुहुन्छ। गाइस देख्न सक्नुहुन्छ प्रकाश अगाडि गइरहेको छ। बाटो अप्ठ्यारो भए तापनि केटो हिँडिरहेको छ एकदमै। अहिले त पानी फुटेको रहेछ है। एकदम अनिकालको पानी हो साथीहरु। यो प्रकाश माथि पुगिसकेको छ। म आउँदैछु। प्रकाश गइकै छ अलि खनेमा हुन्थ्यो त यार। यहाँ अलिकता यस्तो भा रहेछ के पानी ठाउँ ठाउँबाट फुट्ने क्रम भइरहेको रहेछ। गाइस हामी अब पानीको तयारीमा हिँड्दैछौँ। कुलो हामी यहाँ कमसेकम आधा घन्टा 1 घन्टा त हिँडिरहेका छौँ। अझै पनि हामी पानीको भएको ठाउँमा पुगेनौँ। अहिलेसम्म बाटामा पानी फुटेको त कहीँ पनि छैन साथीहरु देख्न सक्नुहुन्छ। र यहाँबाट हिँड्दाखेरि केयरफुल हिँड्नुपर्ने हुन्छ किनकि लड्यो भने सिधै तलै खोलामा गइन्छ है। र त देख्न सक्नुहुन्छ माथि भएको पहाड छ। यो पहाडको बीचबाट सानो सानो बनाएको कुलो बनाएको छ र यहाँ अगाडि पनि एउटा सानो भिडियो बनाएको थियो। स्लो मोसनमा त्यो भिडियो पनि हेरिदिनु होला बीचबीचमा र भिडियो स्क्रिप्ट नगरेर पुरै हेर्नु होला। हाम्रो समस्या र हामीले पानी कहाँबाट लिन्छौँ र कसरी लिन्छौँ र हाम्रो समस्या के रहेछ। वडामा 7को पानीको लागि र हिउँदोको एउटा मात्रै सिजनको लागि हामीले कति नै दुःख गर्नुपर्छ भनेर मैले यो भिडियो मार्फत तपाईहरुलाई देखाउन जानकारी गरेको हो। र है हाम्रो बाबुले यहाँ पानी गर्दैछ प्रकाशले र देख्न सक्नुहुन्छ एकदमै तल खाडी पनि छ। एकदम डरलाग्दो। अलिकति खुट्टा चिप्लियो त यहाँबाट सिधा तल गिर्न खस्न पर्ने सम्भावना भएको छ र हामी यहाँ केयरफुल गरेर जान्छौँ। र रातिको 2-3 बजे पनि यहाँ पानी फुट्ने र सताउने हुन्छ हामीलाई। र कहिले कस्तो हामी यो जङ्गलको बाटो राति पनि आउनु पर्ने भएको सम्भावना छ। तीहरु देख्न सक्नुहुन्छ हामी कुलोमा हिँडिरहेका छौँ र हाम्रो तल त्यहाँ गाउँ छ हेर्नुस्। कुहिरो लागेर ढुडी लागेर अहिलेसम्म पनि फाटेको छैन तर यहाँ एकदमै घाम लागिरहेको छ। हामी अलि माथि आएको हुनाले वन साइडमा आएको हुनाले छ्याङ्ग फाटेको छ र तल अझै पनि ढुडी लागिरहेको छ है। यो हाम्रो पानीको कुलो हो। हामी धेरै हिँडिसक्यौँ। कमसेकम हामी घरबाट बिहान 7:30 बजे 6:30 पौना 7 बजीतिर हिँडेको हो।
अनि बिहान हिँडेको चाहिँ हिँड्दा जङ्गलको बाटो एकदमै खराब स्थितिको छ र त्यो बाटोले गर्दा हामी बिस्तारै बिस्तारै अहिले हामी यहाँसम्म सकेका छौँ र हामी मुहानमा पुग्नुलाई हामीले अहिले टाढा जानुपर्छ, तर हामी मुहानसम्म नजाउँ भन्ने छ, किनकि पानीहरू त आइरहेको छ। अहिलेसम्म बिचमा फुटेको त कहीँ छैन र यहाँबाट माथि र जङ्गलमा अब जनावरहरूले पानी खान आएको समयमा अलिकता ढुङ्गाहरू फालेर भत्काइदिन्छन् कि भन्ने मात्रै हो, तर अहिलेसम्म त यहाँ केही भएको छैन है। सो गाइस, अब बिहानबाट पानीमा हिँड्दा हैरान भइयो। अब देख्न सक्नुहुन्छ अब केही समयपछि आफ्नो गडामा पनि पानी झारिन्छ। आज मैले झार्नुपर्ने पानी परेको तपाईँको मेरो घर त्यो घर देखिन्छ नि त, त्यो घर देखिन्छ, त्यहाँदेखि लिएर यहीँसम्म चाल्नु पर्ने छ गाइस। अब सधैँ रातिमा पालो पर्थ्यो, आज दिनमा परेको छ। ठिक छ, उज्यालोमा नत्र चिसोमा कठ्याङ दिएर पानी चार्नु पर्थ्यो, आज दिनमा परेको छ है। सो गाइस, फाइनली आज हामी पानी चारेर भ्याइयो, एकदमै थाकित भएका छौँ। देख्न सक्नुहुन्छ पुरै गडाहरू पानी चारेर भ्याइसकेको अवस्था छ र यहाँ पनि पानी आइरहेको छ गाइस। अब धेरै लामो भिडियो बनाऊँ भने धेरै समय जान्छ, अब यतिमै ब्लग एन्ड गर्छु। लाइक एन्ड सेयर, सब्सक्राइब।